हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आयो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। म चाहिँ हाल्नु भने यहाँबाट, अनि हजुरहरू कहाँबाट हुनुहुन्छ प्लिज कमेन्ट बक्समा कमेन्ट गर्नु नबिर्सिनु होला है त। आज चाहिँ म रोस्ट बनाउँदैछु। बहिनीहरू आउँदैछ होइन, बहिनीहरूको लागि टक्क लगाएर रोस्टहरू सबै न्यारिनेट गरेर राखिरहेको छु होइन। बहिनीहरू आउँदैछ, अनु र अनिसा आउँदैछ। म चाहिँ यता है, हाम्रो किचन हो त्यस्तै छ, गाह्रो छ होइन। परदेश जिन्दगी यस्तै गाइज होइन। म रोस्ट बनाउँदैछु टक्क पारेर होइन, हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ मैले यस्तोमा होइन, मिक्सचर चाहिँ छैन क्या, मैले ल्याएको छुइनँ। मलाई किनकि यस्तैमा पिसेको मनपर्छ नि त मलाई होइन। मैले त यसमा टक्क पारेर हेर्न सक्नुहुन्छ तिल, अनि त्यस पछाडि खुर्सानी, त्यस पछाडि टमाटर, अरू के जाति हालेर मैले यहाँ चाहिँ चटनी चाहिँ रेडी बनाइसकेको छु। यहाँनिर चाहिँ तेल तातिसकेको छ भनेपछि यहाँनिर चाहिँ मेरो रोस्ट हेर्न सक्नुहुन्छ होइन। रोस्ट होइन, कुखुराको होइन, अनि हेर्न सक्नुहुन्छ। यता चाहिँ यहाँनिर चाहिँ बङ्गुरको छ, यो पनि म टक्क लाएर ग्रेभी टाइपको बनाउँछु होइन यहाँनिर। अनि त्यस पछाडि हजुरको अब हेर्नुहोस् है त, म बनाउन गइरहेको छु साथीहरू। एउटा हातले मोबाइल समाइरहेको छु क्या, त्यही भएर हो होइन। हेर्न सक्नु किनकि बहिनीहरू आउँदैछ नि त, अब त्यति स्पेसल त अब छैन होइन। त्यो रोस्ट बनाउने, बहिनीहरूलाई खुवाउने होइन। म हातैले हाल्ने ल गाइस, कस्तो भयो भने च्याउ चाहिँ होइन। यो पखेटाको भएको है, पखेटाको भएको होइन, टक्क पारेर होइन गाई हो कि नै बनाउनु पर्छ होइन। बहिनीहरूलाई खुवाउनु पऱ्यो होइन। आउँदैछ अब कतिखेर आउँदैछ। अनि त्यस पछाडि हामी चाहिँ अन्डा पनि बोइल गर्छ, ससेसहरू छ, ससेसहरू पनि टक्क पारेर बनाउँछ होइन। टक्क बसेर 3 बजीको बसेर खाने। चिसो छ कि गाई, धेरै चिसो छ होइन। खानी बस्ने त्यही त नि रोमानियामा होइन, अरू के गर्नु। अनि हजुरहरू चाहिँ कहाँबाट हुनुहुन्छ प्लिज कमेन्ट बक्समा कमेन्ट गर्नु नबिर्सिनु होला है त। अनि हजुरहरूकोतिर के हुँदैछ? यता चाहिँ पानी धेरै परिरहेको छ के है त गाई, हेर्न सक्नुहुन्छ। म चाहिँ ट्राई गर्दैछु होइन। यस्तै हो परदेशी जिन्दगी, खानु त परिहाल्यो होइन। खानाकै लागि दुःख गरेको हो होइन र गाई। ल गाई देख्न सक्नुहुन्छ है, यस्तो भइरहेछ। बहिनीहरू कतिखेर आउँछ अनि खाने ल। अहिले यता पाकिसकेको छ अनि चाहिँ यता पाकिसकेको छ, यहाँ चाहिँ पाक्दैछ। मेरो बहिनीहरू आएपछि मेरो बहिनीहरूलाई पनि देखाउँछु नि त है त भिडियोमा। अनि गाइस म चाहिँ यो ससेस पनि बनाउँदैछु होइन। अब ससेस पनि बनाउनु पऱ्यो होइन। यस्तो छ, यो खासमा पोर्क होला होइन, पोर्क हो, पोर्क नै हो होइन। ससेस पनि बनाउन गइरहेको छु है त गाइस है, तपाईँहरूले हेर्न सक्नुहुन्छ। म चाहिँ अब यसलाई निकालेर टक्क पारेर काटेर फेरि तपाईँहरूलाई देखाउँछु है त। मैले चाहिँ ससेस यसरी काटेको छु कि, यसरी होइन, यसरी काटेको छु क्या मैले ससेस चाहिँ। यति भयो हुन्छ क्या, धेरै खानुहुन्न होइन। मेरो चाहिँ ससेज यस्तो बनेको छ। मैले चाहिँ सँगै बनाएन कि, मैले चाहिँ सँगै बनाएन किनकि सँगै त्यति राम्रो पनि लाग्दैन नि त, त्यही भएर यस्तो हेर्नु त हजुरहरूलाई। मलाई चाहिँ यसरी नै मनपर्छ क्या बनाउनु चाहिँ होइन। खानु मन लाग्यो भने मतलब के बनाएर खान्छु नि साथीहरू, हेर्नु त है। तपाईँहरूलाई म खाएको भिडियो पनि हालिदिन्छु क्या, हेर्नु त। हो नाइस। यदि खाना आउनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्नु, म बनाएर राखिदिन्छु। डेलिभरी सर्भिस पनि, डेलिभरी पनि गरिदिन्छु क्या म होइन। त्यो त मजा गरेको। हेर्नु न यस्तो दामी देखिन्छ नि, हेर्नु त अक्टोपस जस्तो देखिरहेको छ नि होइन। ल चाहियो भने भन्नु, म पकाएर खुवाउन रेडी छु मेरो दाइ भाइ, मेरो सब्सक्राइबरहरूलाई होइन। हेर्न सक्नुहुन्छ यस्तो भएको। अब यहाँ यो चलिरहेको, त्यही भएर घुवा भइरहेको, त्यही भएर आवाज पनि त्यति राम्रो आएको छैन होला गाइस, के गर्नु यस्तै हो। सेकुवा चाहिँ भइसकेको छ, सरी यो के अरे